हजुर फेरि पनि अर्को भिडियो लिएर आइसकेको छु। स्वागत छ टनबहादुर विकी युट्युब च्यानलमा। कुहिरो लागेको छ हाम्रो बाख्खर ढोरी हो त्यो चाहिँ। यो टिमुरको बोट एकदमै औषधिको रूपमा पनि प्रयोग गरिन्छ र अहिलेको समयमा उसिनेको आलुसित खाने एकदमै मिठो हुन्छ यो टिमुर। अनि तलपट्टि हाम्रो गाउँ कितेनी गाउँ मकै भाँचेर अहिले चाहिँ गोठहरू देखिरहेको छ। यतापट्टि हाम्रो नाम्लीकोट डाँडा छ। पारिपट्टि देखिने चौताराको डह चौतारा डाँडा, तल घाँटीको डह छ। अर्नाकोट देखिन्छ पारि। अहिले कुहिरो लागेको छ, हिमालहरू पनि देखिन्छ पारिपट्टि। निकै रमाइलो छ, बर्खायामको समय छ। हरियाली जताततै हरियाली, खरसुङको बोटहरू छन् पारिपट्टि।